प्रकाश सफुरलाई देखेर आँसु थाम्न नसक्ने यो दिदीको भिडियो हेरौ अनि त्यसपछि यसो भन्ने कमेन्ट पर्ने है त। ल सुरु गरौँ। यस्तै छोरी जन्मिन्छ कि भन्ने डरले एक्लै सुत्छु म। मलाई किन लाज लागेको होला। चिनी किन्न पठाएको उता गएछ। बेला बेलामा आफ्नो मोबाइल आफै फुटाउने लाग्छ। यस्तो गर्यो भने त हाम्रा बाबुआमाले घरमा बस्नै दिँदैनन्। वालिङ महोत्सवमा एउटा कलाकारले यसरी नै अङ्गालो हालेर भाइरल भइदिन्छु म पनि अब। यस्तै भिडियो हेर्न कमेन्टेटरलाई फलो गरौँ।